हामीले हेर्न खोजेको विषय आज र भोलि गरेर दुईवटा विषय हेर्दैछौँ। एउटा चाहिँ चेलापन र त्यसपछि अर्को चाहिँ साक्षी, क्रिस्चियन अथवा चेलापन र साक्षी भन्ने दुईवटा विषय हामी आज र भोलि हेर्दैछौँ। अनि त्यो दुईवटा विषय हेर्दै गर्दाखेरि चाहिँ हाम्रो दुईवटा उद्देश्य रहेको छ। एउटा चाहिँ क्रिस्चियन चेलापनका आधारभूत अवधारणा बारे छलफल गर्ने भन्ने, त्यो चाहिँ हामी आज गर्नेछौँ। क्रिस्चियन चेलापन भनेको के हो भनेर अलिकति कन्सेप्टमा, अवधारणामा हामी छलफल गर्नेछौँ। त्यसपछि भोलि चाहिँ हामी सापेक्ष संसारमा क्रिस्चियन चेलापनको जीवन र साक्षीबारे छलफल गर्नेछौँ। यो संसार परिवर्तनशील छ र हरेक मानिसहरूको आफ्नो आफ्नै सोचाइ विचारहरू छ, आफ्नो आफ्नो बुझाइहरू छ। अनि त्यो संसारलाई चाहिँ हामी सापेक्ष संसार भन्छौँ, रिलेटिभ वर्ल्ड। त्यसमा चाहिँ हामी क्रिस्चियनहरूको जीवन कस्तो हुनुपर्छ, हामीले कसरी अरूलाई साक्षी दिने भन्ने कुराहरू चाहिँ हामी भोलि छलफल गर्नेछौँ। त्यसले गर्दाखेरि आज चाहिँ हामी चेलापन भनेकै के हो त भनेर हेर्छौँ। क्रिस्चियन चेलापन है, विशेष गरिकन अब चेलापन भन्दै गर्दाखेरि त जहाँ पनि हामी चेलाको कुराहरू देख्छौँ, अब धर्म, जुनसुकै धर्महरूमा पनि देख्छौँ र अरू कति संस्थाहरू, संस्थागत कति बुझाइहरूमा पनि गुरु चेला भन्ने कुराहरू त पहिलादेखि नै चलिआएकै कुराहरू हो। तर अब अरूमा र क्रिस्चियन चेलापनमा के छ भन्ने कुराहरू चाहिँ हामी आज हेर्छौँ है त। अब त्यो हेर्दै गर्दाखेरि चाहिँ तपाईँ दुईजना जतिले यो पहिलो प्रश्नको उत्तर यसो आफ्नो बुझाइ तपाईँले दिनुपर्ने हुन्छ। मलाई तपाईँ कसरी ख्रिस्टको चेला हुनुभयो भन्ने पहिलो प्रश्न छ। तपाईँ दुईजना जतिले दुईवटा सेन्टेन्समा, बढीमा दुई सेन्टेन्समा, नत्र भने एक सेन्टेन्स, एक वाक्यमै तपाईँ कसरी ख्रिस्टको, येशू ख्रिस्टको चेला हुनुभयो, ल भन्नुहोस् त दुईजना जतिले। जय मसी सर। जय मसी। मैले बुझेको चाहिँ तपाईँ कसरी ख्रिस्टको चेला हुनुभयो भने चाहिँ ख्रिस्टको चेला कसरी भयो भने उहाँलाई हाम्रो हृदयमा स्वीकारेर र अनि उहाँको नाउँको बत्तिसमा लिएर चाहिँ उहाँको चेला भयो। हुन्छ, बप्तिस्मा लिएर उहाँको नामलाई हृदयमा स्वीकार गरेर तपाईँ येशू ख्रिस्टको चेला हुनुभयो। हुन्छ, हस्, धन्यवाद। अर्को कोही एकजनाले तपाईँ कसरी क्रिस्चियन हुनुभयो, तपाईँ कसरी ख्रिस्टको चेला हुनुभयो? अरूको कोही एकजना? जय मसी। मेरो बुझाइमा चाहिँ उहाँलाई विश्वास गरेर अनि उहाँको शिक्षालाई पछ्याएर चाहिँ हामी उहाँको चेला भयौँ। ओके, त्यो बुझाइ र तपाईँ चाहिँ कसरी हुनुभयो? उहाँको शिक्षालाई नै मैले फलो गरेँ, उहाँको शिक्षामा नै मैले पढाइ गरेर म उहाँको शिक्षक भएँ। ओके, यसुको, हजुर, यसुको अथवा बाइबलको शिक्षालाई पछ्याएर तपाईँ ख्रिस्टको चेला हुनुभयो है। हस्, धन्यवाद। अब हामी दोस्रो नम्बरको प्रश्नमा जान्छौँ। अब बोल्नेहरू बोलिसक्नुभयो, अब नबोल्नेहरूको पालो हुन्छ। तपाईँको विचारमा ख्रिस्टको चेला हुनु भनेको के हो? उहाँहरू दुईजनाले चाहिँ म यसरी यसरी ख्रिस्टको चेला भएँ भनेर भन्नुभयो। अब अरू दुईजना जो बोल्नु भएको छैन उहाँहरूले भन्नु पर्यो तपाईँको विचारमा क्रिस्चियन हुनु भनेको के हो, अथवा तपाईँको विचारमा ख्रिस्टको चेला हुनु भनेको के हो। अब दुईजना जतिले उत्तर दिनु पर्यो है त। मेरो विचारमा चाहिँ आत्मा परिवर्तन गर्नु हो। ए, आत्मा आत्मा परिवर्तन गर्नु। ओहो, आत्मा भनेर तपाईँ के बुझ्नुहुन्छ? आत्मा भनेको अब जस्तै अब हामीले जस्तै जुन हामी पहिला हिन्दू धर्ममा जुन एउटा आस्था राखेर हामीले गर्थ्यौँ, त्यो हिन्दू धर्मलाई त्यागेर हामीले चाहिँ एउटा धर्म होइन, हामीले आत्मा चाहिँ परिवर्तन गरेर चाहिँ गरे जस्तो लाग्छ। आत्मा परिवर्तन भन्दै गर्दाखेरि त तपाईँले अलिकति गहिरो गहिरो विषय लिएर आउनुभयो। तपाईँ गाडीमा हुनुहुन्छ जस्तो छ, ठिकै छ। हुन्छ, जे होस्, तपाईँले भन्न खोज्नु भएको चाहिँ हामी पहिला अरू धर्ममा थियौँ, पछि आस्था परिवर्तन गरेर यता आयौँ, त्यसलाई क्रिस्चियन भन्ने बुझाइमा तपाईँ लिएर आउनुभयो। अर्को कोही एकजना क्रिस्चियन हुनु भनेको के हो अथवा ख्रिस्टको चेला हुनु भनेको के हो? अर्को कोही एकजनाले भन्नुहोस् त आफ्नो बुझाइ। जय मसी। सम्झनाजी पहिला बोल्नुहोस्, त्यसपछि अर्को कोही हुनुहुन्थ्यो। हजुर,
सर्वप्रथम त मैले बुझेको अनुसार परमेश्वर हाम्रो आत्मामा हुनुहुन्छ र आत्मामा परमेश्वरलाई रहेर कार्य गर्न दिएर होइन हामी परमेश्वरको चेला बन्न सक्छौँ। अनि परमेश्वरको अर्को होइन कुरा है, ख्रिस्टको चेला हुने। क्रिस्टको चेला बन्न सक्छौँ होइन, किनकि उहाँलाई आत्मामा बसेर कार्य गर्न दिनु र आफ्नो दैनिक जीवनलाई पनि परिवर्तन हामी गरेर क्रिस्टको चेला बन्न सक्छौँ। तपाईँ किनकि पहिले परमेश्वरलाई एकछिन ल, तपाईँ परमेश्वरलाई आत्मामा बसेर कार्य गर्न दिने चाहिँ चेला भइसकेपछि कि चेला हुनुभन्दा अगाडि? चेला तर भइसकेपछि चेला नै हुने कसरी भनेको मैले। परमेश्वरको चेला हुनलाई त हामीले आत्माले विश्वास गरेर मुखले स्वीकार गर्नुपर्छ। विश्वास गरेर मुखले स्वीकार गरेर फेरि परमेश्वरको चेला होइन, येशू ख्रिस्टको चेला है त। येशू ख्रिस्टको चेला बन्न हजुर सकिन्छ अनि येशू ख्रिस्टलाई हाम्रो आत्मामा बसेर उहाँको योजनाद्वारा हामी चल्न सक्नुपर्छ अनि हाम्रो दैनिक फेरि तपाईँ जीवनलाई दोस्रो पनि स्टेजमा जानुभयो है त। दोस्रो स्टेजमा, म पहिलो स्टेजमै छु है त। कसरी चेला हुने, चेला भइसकेपछि चाहिँ कसरी चल्न दिने भन्ने कुराहरू होला होइन, चेला नै कसरी हुने। होस्, अर्को कोही बिचमा हुनुहुन्थ्यो, भन्नुहोस् त। हजुर सर, म बोल्न हजुर खोजेको सङ्ग्रेजी, हजुर हजुर। यहाँ चाहिँ क्रिस्टको चेला हुनु भनेको चाहिँ विशेष गरी परमेश्वरको उहाँले गर्नुभएको हरेक कुराहरू, आज्ञाहरू, वचनहरू जसले हाम्रो निम्ति उहाँले दिनुभएको छ त्यसलाई अनुसरण गर्दै र उहाँको चरित्र, उहाँको स्वभावमा चल्दै र अगाडि बढ्दै र उहाँको स्वभाव र चरित्रमा हामी चल्ने प्रक्रियाहरूमा गर्नेलाई नै मैले चाहिँ चेला हुनु भन्ने कुरा बुझेको। हुन्छ, भनेपछि उहाँको स्वभावमा, उहाँको शिक्षामा होइन, उहाँको अनुसरण गर्दै अगाडि बढ्ने प्रक्रियालाई चेलापनको रूपमा लिएर आउनुभयो है त। हस्, धन्यवाद तपाईँहरूको बुझाइ, तपाईँहरूले यहाँ बाँड्नु भएको लागि। अब तेस्रो प्रश्न जान्छु, अनि अरू नबोल्नु भएकाहरू फेरि तयार भएर बस्नु होला। कष्ट र मूल्य नचुकाई, दुःख कष्ट भन्छौँ नि हामी, येशूको निम्ति सतावट नचुकाइकन ख्रिस्टको चेला हुनु सम्भव छ कि छैन? जय मसीह पास्टर बाबा, जय मसीह। जय मसीह। जय मसीह। तलको प्रश्नको उत्तर मैले बुझे अनुसार चाहिँ कष्ट र मूल्य नचुकाइ चाहिँ कष्ट र मूल्य नचुकाइ ख्रिस्टको चेला हुनु चाहिँ असम्भव छ वा छैन? छैन। किनभने मूल्य नचुकाइ त अब यीशु ख्रिस्टले पनि धेरै मूल्यहरू चुकाउनु भयो, दुःख कष्ट गर्नुभयो, भोग्नुभयो होइन। मूल्य नचुकाइकन चाहिँ ख्रिस्टमा जिउनु चाहिँ सम्भव छैन है। भन्छ क्रिस्चियन भएपछि दुःख पाउनै पर्छ होइन त? हरेक कुरा भोग्नु पर्छ, धेरै कुराहरू छ है। भोग्नै पर्यो, बिरामी हुनै पर्यो। म पनि त्यस्तै परिस्थितिबाट आएको छु, अनि त्यही भएर कष्ट त भोग्नै पर्छ। क्रिस्चियन भइसकेपछि हरेक कुरा परिस्थितिहरू आउँछ, मूल्य नचुकाइकन चाहिँ क्रिस्चियन हुन सम्भव नै छ। सम्भव छैन है। ल, अब मूल्य चुकाउनेलाई हामी कसरी बुझ्ने? अर्को कोही एकजना? हजुर हुन्छ। जय मसीह। जय मसीह। अनि कष्ट चाहिँ भोगेपछि मात्रै क्रिस्टको चाहिँ चेला हुन चाहिँ सम्भव छ, किनभने कष्ट नभइकन सम्भव छैन। परमेश्वरले पनि धेरै दुःख कष्ट भोग्नु भयो हाम्रो लागि है। अनि हामीले पनि अरू चेलाहरूलाई बनाउनको लागि हामीले पनि धेरै कुराहरू चाहिँ सहन पर्ने रहेछ जस्तो लागेको छ मलाई चाहिँ। तपाईँ कष्ट भोग्ने नै कुरा। अर्को कोही एकजना सर? जय मसीह। हजुर जय मसीह सर। जय मसीह, भन्नुहोस् त। मेरो विचारमा चाहिँ कष्ट चाहिँ भोग्नुपर्छ, किनकि हामी संसारमा छौँ, त्यसको लागि चाहिँ शारीरिक रूपमा चाहिँ हामीले कष्ट चाहिँ भोग्नुपर्छ, तर मूल्य चाहिँ चुकाउनु पर्छ जस्तो लाग्दैन मलाई चाहिँ, किनकि परमेश्वरले चाहिँ हाम्रो निम्ति मूल्य चुकाइसक्नु भएको छ। यो कष्ट त अब परमेश्वरले हामीलाई दिनुभएको त होइन, तर हामी अब आदम र हव्वाले गरेको अनुसारले हामीले त्यो पाएको हो। तर कष्टको लागि चाहिँ हामी चाहिँ आफ्नै शारीरिक रूपमा हामी संसारमा छौँ, अनि यसको लागि चाहिँ परमेश्वरले आत्मिक रूपमा अगाडि बढ्नलाई हामीलाई हाम्रो निम्ति मूल्य चुकाइसक्नु भएको छ। मूल्य चुकाउनु पर्छ चाहिँ जस्तो मलाई लाग्दैन। हुन्छ, हस्, धन्यवाद। हुन्छ, तपाईँहरू सबैजनाको सहभागिताको लागि र तपाईँहरूको बुझाइको लागि धन्यवाद। अब जतिजनाले कष्ट सतावट चाहिन्छ अथवा हामी दुःख कष्ट नभइकन त क्रिस्चियन हुँदैन भनेर
तपाईँहरू जतिजनाले भन्नुभएको छ त्यसरी प्रार्थना गर्नुहुन्छ कि हुँदैन थाहा छैन, तर मैले चर्चमा चाहिँ धेरैजनाले हामीलाई दुःख नआओस्, हामीलाई समस्या नहोस्, बिरामी भएको पनि निको होस् भनेर झन् यो कष्ट र समस्याबाट भाग्न खोजेको जस्तो चाहिँ देख्छु चर्चमा प्रार्थनाको विषयहरू सुन्दै गर्दाखेरि चाहिँ होइन। अब त्यो बुझाएको कुराहरू अघि बिन्दु बहिनीले भनेको जस्तै मूल्य चुकाउने कुरा, यो सबै कुराहरू चाहिँ कसरी बुझ्ने भन्ने चाहिँ बुझाइ पनि मा भर पर्छ है त। तर अब तपाईँहरू आफ्ना छोराछोरीहरूलाई दुःख कष्ट सतावट समस्या दिएर हुर्काउन चाहनुहुन्छ कि आफ्ना छोराछोरीलाई सुखै सुखमा हुर्काउन चाहनुहुन्छ है? एकछिन विचार गर्नुहोस् त, तपाईँको परमेश्वरले तपाईँ हामीलाई कसरी हुर्काउन चाहनुहुन्छ होला। ल अब हामी चेलापन भनेको के हो त भनेर एकदमै साधारण रूपमा हामीले भन्नु पर्यो भनेदेखि यो चाहिँ जुनसुकै धर्ममा, जुनसुकै संस्थामा, जुनसुकै ठाउँमा मिल्ने प्रकारको परिभाषा, मिल्ने प्रकारको कुराहरू चेलापन भनेको के हो भन्यो भनेदेखि चाहिँ यो चाहिँ सिक्ने सिकाउने प्रक्रिया भयो होइन। गुरुबाट सिक्ने, त्यसपछि गुरुबाट सिकाउने प्रक्रियाको रूपमा हामी हेर्छौँ। चेलाहरूलाई अनुशासित बनाउने प्रक्रिया चेलापनको कुरा, गुरुले भनेको कुरा मान्ने, गुरुको कुराहरू पछ्याउने कुराहरूलाई हामी साधारण रूपमा चेलापन भन्छौँ। र गुरुको सिद्धान्तमाथि विश्वास गर्ने, गुरुलाई पछ्याउने होइन त अब यो चेलापन भन्नाले हामी लगभग। र अर्को भनेको चाहिँ गुरुको सोच विचार चरित्र व्यवहारमा हामी चाहिँ बिस्तारै अनुसरण गर्दै जाने र त्यो अनुसार आफूले आफूलाई विकास गर्दै जाने भनेर साधारण रूपमा चेलापन भनेको चाहिँ हामी यसरी बुझ्छौँ। येशूको पछि लाग्नेहरूले येशूको सोच विचारमा, येशूको चरित्रमा, येशूको व्यवहारमा परिवर्तन हुँदै जानु पर्यो। अब तपाईँहरू ओशोको पछि लाग्नुहुन्छ भनेदेखि ओशोको शिक्षामा, सोच विचारमा, चरित्रमा जानुपर्ने भयो होइन। तपाईँहरू कसको चेला बन्दै हुनुहुन्छ? तपाईँ रामदेवको चेला बन्दै हुनुहुन्छ भने रामदेवले सिकाएको जस्तो सोच विचार चरित्र व्यवहारमा तपाईँ सिद्धान्तहरू पछ्याउँदै जानुपर्ने हुन्छ। भनेपछि तपाईँ कसको चेला हुनुहुन्छ त्यो अनुसार चाहिँ तपाईँ आफ्नो सिद्धान्त विश्वास गर्नुहुन्छ, त्यो अनुसारको सोच विचार चरित्रहरूमा तपाईँहरू अगाडि बढ्नुहुन्छ भनेदेखि चाहिँ साधारण रूपमा त्यसलाई हामी चेलापन भन्छौँ। तर क्रिस्चियन चेलापन भनेको के हो त? यो चाहिँ अब हामीले छलफल गर्न खोजेको विषय चाहिँ साधारण चेलापन भन्दा पनि क्रिस्चियन चेलापन भनेको के हो त भनेर हामीले छलफल गर्न खोजेको विषय चाहिँ यो हो है त। अब मैले चाहिँ यहाँ चेला हुनु भन्ने चाहिँ अब हाम्रो अघि चेलापनको कुराहरू गऱ्यौँ, तर यहाँनिर मैले प्रश्न बनाएको छु कसको चाहनाले चेला हुने त भन्ने चाहिँ मेरो प्रश्न हो है त। कसको चाहनाले चेला हुने त? त्यो चाहिँ अब यो 4वटा खण्ड तपाईँहरूको अगाडि मैले राखेको छु, तपाईँहरू बाइबल पल्टाउन सक्नुहुन्छ। विशेष गरिकन यूहन्ना 1 अध्यायको 35 देखि 42 सम्म तपाईँले हेर्नुभयो भनेदेखि, पल्टाउनु भएको छ भनेदेखि तपाईँले हेर्न सक्नुहुन्छ। यूहन्ना 1 अध्यायको 35 देखि 42 सम्म है त। एक दिनको कुरा छ, येशू चाहिँ एउटा बाटो भएर जाँदै हुनुहुन्छ अनि त्यहाँ चाहिँ बप्तिस्मा दिने यूहन्ना ऊ आफ्नो 2 जना चेलाहरूसँग बसिराखेका छन्। अनि येशू त्यही बाटो भएर गइराखेको देखेर बप्तिस्मा दिने यूहन्नाले चाहिँ ऊ परमेश्वरको थुमा भनेर आफ्ना चेलाहरूलाई चाहिँ येशूपट्टि देखाउँछ। अनि ती 2 जना चेलाहरू चाहिँ येशूको पछि लाग्छन् है त। 37 पदमा हेर्नुभयो भनेदेखि उनले भनेका कुरा सुनेर ती 2 चेलाहरू येशूको पछि लागे रे। हेर्नुहोस् है त, येशूको पछि लागे भनेपछि अघि हामीले चाहिँ के भन्दैछौँ भन्दाखेरि चाहिँ चेला हुनु भनेको चाहिँ येशूको पछि लाग्ने, अब येशूले भनेको कुराहरू मान्ने, यो सबै कुराहरू गर्दैछौँ है त। तर यहाँ अलिकति पछि लाग्ने चाहिँ एउटा स्टेप छ है त। येशूको बारेमा सुनेर येशूको पछि लाग्ने, पछि लागे उनीहरू। त्यसपछि उनीहरू पछि लागेको देखेर येशू उनीहरूतिर फर्किनु भयो र तिनीहरूलाई पछि पछि आइरहेको देखेर तिनीहरूलाई सोध्नुभयो, तिमीहरू के खोज्दैछौ? येशूले चाहिँ तिमीहरू किन मेरो पछि लागेको भनेर सोध्नु भएन, तिमीहरू मेरो पछि लाग्न के खोज्दैछौ, के खोजेर आएको, के खोजेर मेरो पछि लागेको भनेर यसरी सोध्दै हुनुहुन्छ। अनि त्यसपछि उनीहरूले भन्छन्, रब्बी, जसको अर्थ गुरुज्यू, तपाईँ कहाँ बस्नुहुन्छ भनेपछि अब हेर्नुहोस् त, उनीहरू चाहिँ येशूको कुरा सुन्नलाई येशूको पछि लागेको होइन रहेछ, उनीहरू के गर्नलाई
यसु कहाँ बस्नु हुँदो रहेछ भनेर खोज्नको लागि, थाहा पाउनको लागि यसुको पछि लागेका रहेछन्। अनि यसुले के भन्दै हुनुहुन्छ, म यहाँ बस्छु भनेर उत्तर दिनुहुन्न है त। यसुले के भन्नुहुन्छ, आएर हेर न, तिमीहरू देखिहाल्छौ नि म कहाँ बस्छु भनेर। अनि ती दुईजना चेलाहरू यसुसँग जान्छन्, यसु कहाँ बस्नुहुन्छ भनेर हेर्नको लागि जान्छन्। तर अब बेलुका भइसकेको कारणले गर्दाखेरि चाहिँ एक रात ती दुईजना चेलाहरू यसुसँगै बस्छन्, एक रात बिताउँछन्। अनि 41 पदमा तपाईँले हेर्नुभयो भने भोलिपल्ट उठेर त्यहाँ दुईजना मध्ये एकजना चाहिँ अन्द्रियास रहेछ, पत्रुसको भाइ। भोलिपल्ट उठेर अन्द्रियासले चाहिँ आफ्नो दाइलाई सिमोनलाई भेट्टाएर उनलाई भने, हामीले मसीहलाई भेटेका छौँ, जसको अर्थ ख्रिस्ट। र त्यसपछि अन्द्रियासले सिमोनलाई पनि यसु कहाँ ल्याए र यसुले तिनलाई हेर्नुभयो र भन्नुभयो, तिमी युहानेसका छोरा सिमोन हौ, तिमी केफास, जसको अर्थ चट्टान भनिनेछ। यहाँनिर तपाईँ 3 ठाउँमा हेर्नुभयो भनेदेखि जसको अर्थ जसको अर्थ जसको अर्थ भनेर ब्राकेटमा राखेको पाउनुहुन्छ। पहिलोमा तपाईँले हेर्नुभयो भने दुईजना चेलाहरूले यसलाई के भनेर सम्बोधन गर्दैछन्, रब्बी, जसको अर्थ गुरुज्यू। पछि लाग्दै गर्दाखेरि यसु को हो भन्ने कुरा यसुलाई वास्तविक रूपमा उनीहरूले चिनेका छैनन्, तर उनीहरूले अब यसु सिकायो हुने कारणले गर्दाखेरि चाहिँ गुरुज्यू भनेर सोध्छन्। तर एक रात बसेर भोलिपल्ट अन्द्रियास सिमोन कहाँ जाँदै गर्दाखेरि उनले के भन्दैछन् भन्दाखेरि चाहिँ हामीले कसलाई भेट्टायौँ, मसीहलाई भेट्टायौँ रे, ख्रिस्टलाई भेट्टायौँ रे। हेर्नुहोस् है, ख्रिस्टलाई भेट्टायौँ रे। हेर्नुहोस्, अघिल्लो बेलुका साँझ चाहिँ रब्बी भनेर गुरुज्यू भनेर बोलाउने, तर एक रात बसिसकेपछि चाहिँ हामी के देख्छौँ, मसीह भेट्टायौँ भनेर साक्षी दिएको हामी पाउँछौँ। दुईवटा सँगसँगै। त्यसले गर्दाखेरि हामीले यो दुईवटा विषय सँगसँगै लिएर आएका छौँ, चेलापन र साक्षी भन्ने विषय सँगसँगै लिएर आएका छौँ है त। त्यसले गर्दाखेरि चाहिँ चेला हुनु भनेको के रहेछ त भन्ने कुरा तपाईँ त्यहाँनिर देख्नुहुन्छ है। त्यसपछि अर्को घटना तपाईँले यूहन्ना 43 देखि 51 हेर्नुभयो भने फेरि तपाईँ के देख्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ फिलिप भन्ने एकजना मान्छे छ, बाटोमा जाँदै गर्दाखेरि चाहिँ यस फिलिपलाई भेटाएर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग भनेर भन्नुहुन्छ। अनि त्यसपछि यसुको पछि लाग्छ। त्यसपछि फिलिपले गएर उसलाई कसलाई भन्छ, नथानेललाई भनिदिन्छ, मैले त मसीहलाई भेटेँ, मैले त नासरतका यसुलाई भेटेँ भनेर भन्छ। अनि नथानेलले फिलिपलाई नासरतबाट कहाँ मसीह आउन सक्छ र भन्छ। खै अब मलाई त थाहा छैन, तर मैले त भेटेँ, ल आऊ तिमी पनि आएर हेर भनेर फिलिपले नथानेललाई यसु कहाँ लिएर आउँछ। अनि लिएर आएर यसुले के भनिदिनुहुन्छ भन्दाखेरि चाहिँ, फिलिपले तिमीलाई बोलाउन अघि अन्जिरको रुखमुनि मैले तिमीलाई देखेको थिएँ। हेर्नुहोस् है त। अनि त्यसपछि नथानेल घुँडा टेकेर यसुलाई के भन्छ भन्ने कुरा हामी त्यहाँनिर देख्छौँ। तपाईँ को हुनुहुन्छ भन्ने कुरा नथानेलले चिन्छ। अनि त्यसपछि लुका 5 अध्यायको 1 देखि 11 तपाईँले हेर्नुभयो भनेदेखि माछा मार्ने घटना, अब तपाईँले धेरै पटक सुनिराखेको पढिराख्नु भएको घटना होला। गणेशरेतको झिलमा एका बिहानै यसु चाहिँ जानुहुन्छ, जहाँ चाहिँ पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास र उनीहरूका कामदारहरू चाहिँ रातभरि माछा मारेर नपरेपछि चाहिँ उनीहरू घर जाने तयारीमा छन्। तर यसु त्यहाँ पुग्नुहुन्छ र शिक्षा दिइसकेपछि पत्रुसलाई भन्नुहुन्छ कि अलिक गहिरोमा लगेर जाल हान। अनि पत्रुसले पनि त्यहाँ त्यही भन्छ, गुरुज्यू हामीले रातभरि हान्यौँ, परेन, तर तपाईँको वचन अनुसार हामी हान्छौँ भनेर जाल हान्दाखेरि 2वटा डुङ्गा भरेर डुङ्गा डुब्ने गरी माछा परेको घटना हामीलाई थाहा छ। अनि त्यति नै बेला पत्रुस घुँडा टेकेर प्रभु भनेर सम्बोधन गरेको हामी देख्छौँ। यहाँ हेर्नुहोस् है, 3वटा घटनाको एउटा कमन बुझाइ तपाईँले हेर्नुभयो भनेदेखि र प्रेरित 9 अध्यायमा पनि तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ 4वटा घटना। प्रेरित 9 अध्याय प्रेरित 9 अध्याय हेलो म्युट गर्नु होला। प्रेरित 9 अध्याय तपाईँले पढ्नुभयो भनेदेखि पावल चाहिँ कसरी साउल पावल कसरी भयो, उसको परिवर्तनको घटना हामी त्यहाँ देख्छौँ। दमस्कसको बाटोमा क्रिस्चियनहरूलाई दुःख दिने, जेलमा हाल्ने चाहिँ शक्ति लिएर आएर दमस्कसको बाटोमा हिँड्दै गर्दाखेरि यसु प्रभुले उसलाई
त्यहाँनिर भेट गर्नुहुन्छ र प्रभु भनेर सम्बोधन गरेको तपाईँ देख्नुहुन्छ। अब यसु प्रभुले आफूलाई यी चेलाहरूका बीचमा प्रकट गराइदिनु भएको चारैवटा ठाउँमा तपाईँले हेर्नुभयो भने यो देख्नुहुन्छ। गुरुज्यू भनेर पसेको, तर यसुसँग बस्दै गर्दाखेरि त यसु गुरु मात्रै होइन रहेछ, यसु त प्रभु हुनुहुँदो रहेछ भनेर त्यो बुझाइमा आइपुगेको एउटा परिवेश हामी देख्छौँ। हेर्नुहोस् है त, त्यो बुझाइमा आइपुगेको एउटा परिवेश। अब हेरौँ त, मेरो प्रश्न फेरि माथि तपाईँ अघि हामीले जुन प्रश्नमा हामीले छलफल गऱ्यौँ, तपाईँ कसरी चेला हुनुभयो भन्ने प्रश्न मेरो लागि अझै पनि महत्त्वपूर्ण छ। तपाईँहरू कसरी चेला हुनुभयो त? तपाईँ अब यहाँनिर 12 जना चेलाहरूको चेला हुने प्रक्रिया तपाईँ देख्नुहुन्छ। पावलको चेला हुने प्रक्रिया तपाईँ देख्नुहुन्छ, पावल कसरी येशूको चेला भए भन्ने त्यो कडी भन्छौँ नि, त्यो घडी, त्यो समय तपाईँ कसरी चेला हुनुभयो, त्यो मोड तपाईँले सम्झिनु भयो भनेदेखि चाहिँ कुन मोड छ, कुन घडी छ, जुन घडी, जुन मोडमा, जुन समयमा चाहिँ तपाईँको मनमा अथवा तपाईँको आत्मामा चाहिँ प्रभुले भन्नुभयो कि यस तेरो जीवनको लागि म यो हो भन्ने कुरा चाहिँ त्यो चाहिँ महत्त्वपूर्ण छ। यहाँनिर पनि हामी त्यही देख्छौँ। त्यसले गर्दाखेरि चाहिँ त्यो एउटा पार्ट छ, तपाईँ कसरी चेला हुनुभयो। येशूले तपाईँको जीवनमा येशू को हुनुहुँदो रहेछ भनेर प्रकट गराइदिनु भयो कि गराइदिनु भएन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। कसैले येशूको बारेमा तपाईँलाई सुनायो होला, जस्तो उदाहरणको लागि अन्द्रियासलाई, त्यसपछि यूहन्नालाई, बप्तिस्मा दिने यूहन्नाले मसीह अथवा परमेश्वरको थुमा, पापहरूलाई जुन थुमा भनेर देखाइदियो, उनीहरू पछि लागे। त्यसपछि यूहन्नामा 43 देखि तपाईँले हेर्नुभयो भने नथानेललाई फिलिपले लगेर सुनाइदियो। त्यसपछि आएर लुका 5 मा हेर्नुभयो भनेदेखि यसले एउटा अचम्मको काम गरिदिनु भयो, माछा पारेको त्यो अचम्मको काम गरिदिनु भयो। तर अचम्मको काम गर्ने भन्दा पनि त्यो अचम्मको काम गर्न सक्ने प्रभु येशू भनेर त्यहाँ चाहिँ पत्रुसले, यूहन्नाले, याकुबले, आन्द्रियासले त्यो बुझेर उनीहरू येशूको पछि लागेको देख्छौँ। भनेपछि प्रेरित 9 अध्यायमा त येशूले सिधै पावललाई प्रकट गराइदिनु भएको हामी देख्छौँ कि प्रभु तपाईँ को हुनुहुन्छ भनेर। अब प्रभु भन्दै गर्दाखेरि पनि पावलको दिमागमा पुरानो करारको प्रभु होइन, प्रभु त्यसरी ज्योति आइसकेपछि पावलको दिमागमा पुरानो करारको प्रभु होइन, को हुनुहुन्छ भनेर भन्दै गर्दाखेरि त्यहाँनिर येशूले भन्छ म येशू हुँ। तैँले जुन प्रभु भनेर त्यो सम्बोधन गरिस् त्यो प्रभु चाहिँ म येशू हो भनेर येशूले आफूलाई पावलकोमा प्रकट गराइदिनु भएको हामी देख्छौँ। भनेपछि त्यो प्रकटीकरणलाई हेर्नुहोस् है, मैले चाहिँ कसरी चेला हुनु भनेको कहाँ ल्याउँदैछु भन्दाखेरि चाहिँ हामी येशूको चेला हुनु भनेको त्यो मोड, त्यो घडी भनेको चाहिँ येशूले हामीलाई विभिन्न माध्यमहरूबाट म प्रभु हो, म येशू हो भनेर चाहिँ त्यो प्रकट गराइदिनु भएको छ, अथवा चिनाइदिनु भएको छ, अथवा हामीलाई थाहा दिनुभएको छ। त्यो मोड है, त्यो मोडलाई चाहिँ मैले चेलापन भनेर मैले अब चेला भनेर त्यसरी लिएको छु। कसरी चेला हुनुभयो भन्दै गर्दाखेरि चाहिँ माथिको मेरो प्रश्न छ, कसको चाहनाले? तपाईँको आफ्नो चाहनाले हो कि अथवा येशूको चाहनाले? येशूले तपाईँलाई प्रकट गराइदिनु भएको कारणले गर्दाखेरि, येशूले तपाईँलाई चिनाइदिनु भएको कारणले गर्दाखेरि चाहिँ तपाईँ येशूको चेला हुनुभयो। त्यो चाहिँ मेरो मुख्य प्रश्न हो है त। अब अरू चेलापन र क्रिस्चियन चेलापनमा फरक तपाईँले हेर्नुभयो भनेदेखि मैले लिएर आउनु खोजेकै यहाँनिर महत्त्वपूर्ण पार्ट भनेको 1 नम्बर तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ अरू चेलापनमा चाहिँ मान्छेको, चेलाको आफ्नो इच्छा अनुसार गुरुलाई पछ्याउने हुन्छ। तपाईँलाई मन लागेको गुरुकोमा जाने, त्यसपछि आएर चेला बन्ने। तर क्रिस्चियन चेलापन भनेको चाहिँ गुरुको बोलावटमा चेला हुने हो। हेर्नुहोस् है त, गुरुको बोलावटमा चेला हुने हो। यो चाहिँ बुझाइ हामीले बुझ्न सकेनौँ भनेदेखि चाहिँ धेरै पटक म चर्चमा धेरै पटक यो कुराहरूमा चाहिँ विश्वासीहरू देख्दै गर्दाखेरि चाहिँ अब मेरो विश्वासले मैले पछि लागेको कारणले गर्दाखेरि चाहिँ मैले येशूलाई विश्वास गरेको कारणले गर्दाखेरि भन्ने खालको वाक्यांशहरू धेरै निस्किँदै गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ परमेश्वरको त्यो इनिसिएसन, परमेश्वरको पायोनियरिङ काम चाहिँ हाम्रो जीवनमा कतिपटक हामी
भुलिराखेका हुन्छौँ। कतिपटक म यसमा अलिकति मानिसहरूले यतिसम्म भन्छन् कि मेरो विश्वासले गर्दाखेरि मैले उद्धार पाउँछु भन्नेसम्मको वाक्यांशहरू चलाएको हामी पाउँछौँ। त्यो चाहिँ बाइबल अनुसार पक्कै पनि होइन। त्यसले गर्दाखेरि म येशूको चेला कसरी भएँ भन्दाखेरि चाहिँ येशूले मलाई उहाँको चेला हुनको लागि बोलाउनु भएकोले म येशूको चेला भएँ। त्यो चाहिँ क्रिस्चियन चेलापन हो, मेरो इच्छाले भएको होइन। कतिपटक म कहिलेकाहीँ भन्छु कि म काठमाडौँमा 10 सकेर काठमाडौँमा पढ्न आउँदै गर्दाखेरि म यहाँ क्रिस्चियन हुन आएकै होइन, म चर्चमा जान्छु भनेर आएकै होइन। त्यो त मेरो इच्छा, मेरो दिमागको कहीँ पनि कुनै पनि कुरामा म येशूको चेला हुन्छु, म चर्चमा जान्छु भन्ने त्यो कुनै पनि परिवेश थिएन। तर परमेश्वरले मेरो जीवनमा एउटा परिवेश ल्याइदिनु भयो र उहाँले मलाई आफूलाई प्रकट गराइदिने, चिनाइदिने र त्यो बोलावटमा चाहिँ उहाँले ल्याइदिनु भएको त्यो अवस्थालाई चाहिँ मैले क्रिस्चियन चेलापनको रूपमा लिन्छु। अनि सम्बन्धको कुरा गर्दै गर्दाखेरि अरू चेलापनमा सम्बन्ध भनेको चाहिँ मान्छे मरुन्जेलसम्म होला अथवा केही वर्षसम्म होला, तर क्रिस्चियन चेलापनको कुरा हामीले गऱ्यौँ भनेदेखि चाहिँ यो अनन्तसम्मको सम्बन्ध हामी देख्छौँ। र सिक्ने प्रक्रिया भनेको 24 घण्टा 7 दिन हुन्छ। यो बाइबल पढ्दाखेरि मात्रै होइन, प्रार्थना गर्दाखेरि मात्रै होइन, चर्चमा जाँदाखेरि मात्रै होइन। यो हामी क्रिस्चियनहरूले बुझेनौँ भनेदेखि चाहिँ यो पहिलो पोइन्टमै हामी कतिपटक कन्फ्युज हुन्छ, हामी पहिलो पोइन्टमै हामी समस्यामा पर्छौँ। त्यसले गर्दाखेरि चाहिँ तेस्रो पोइन्टमा आइसकेपछि त यो त हामी एकदमै तेस्रो पोइन्ट त हामीले धेरै पटक त्यसलाई हामीले ल्याउँदैनौँ चर्चहरूमा, अरू कुराहरूमा। सिक्ने भनेको सिक्ने, मैले विद्यार्थीहरूलाई धेरै पटक भन्छु, हामीले सुन्दाखेरि टिचरको सुन्छौँ, तर सिक्ने भनेको चाहिँ आफ्नो गुरुबाट हो। त्यो भनेको हाम्रो येशूबाट सिक्नुपर्छ। त्यसले गर्दाखेरि तपाईँहरू यहाँ मेरो आवाज सुन्दै हुनुहुन्छ, म तपाईँहरूको आवाज सुन्छौँ, तर सिक्दाखेरि चाहिँ हामी येशूबाट सिक्ने बानी बसाल्नुपर्छ। अनि त्यो भनेको चाहिँ त्यो खाँदाखेरि होस्, उठ्दाखेरि होस्, सुत्दाखेरि होस्, बस्दाखेरि होस्, पढ्दाखेरि होस्, अरूसँग कुराकानी गर्दाखेरि, जहाँसुकै जुनसुकै अवस्थामा जुनसुकै समयमा हाम्रो कानमा जुनसुकै आवाजहरू आइराख्दाखेरि पनि येशूलाई सोधेर, जो आत्मामा हामीसँग हुनुहुन्छ उहाँलाई सोधेर सिक्ने बानी बसालेको मान्छे चाहिँ क्रिस्टको चेला हो। त्यसै गर्दाखेरि मैले दुईवटा कुरा गर्दैछु। येशूले बोलाएको मान्छे, येशूले आफ्नो चेला हुन बोलाएको मान्छे येशूको चेला हो। जसले चाहिँ कोसँग सिक्छ? उहाँसँग सिक्छ। येशू आफैले भन्नुहुन्छ, मेरो पितासँग, मैले बोलाएको मान्छे मेरो पितासँग सिक्छ, मेरो पिताको आवाज सुन्ने मान्छे भनेर येशूले भन्नुभएको हामी देख्छौँ। त्यसै गर्दाखेरि चाहिँ यहाँनिर एउटा कुरा चाहिँ अवधारणा, क्रिस्चियन चेलापनको अवधारणामा एउटा चाहिँ तपाईँले भुल्नै नहुने महत्त्वपूर्ण विषय भनेको चाहिँ मलाई येशूले उहाँको चेला हुन बोलाउनु भएको कारणले म येशूको चेला भएको हो, मेरो इच्छाले होइन भन्ने कुरामा चाहिँ हामी एकदमै स्पष्ट हुन आवश्यकता छ। अनि त्यसलाई मैले यसरी लेखेको छु, ख्रिस्टे चेला ख्रिस्टको बोलावटमा भर पर्छ, आफ्नो इच्छामा होइन। है, हामीले ख्रिस्टलाई स्वयंसेवी रूपमा गुरु वा प्रभु भनी पछ्याउनु क्रिस्चियन चेलापनको वास्तविकता होइन। मेरो इच्छाले, मलाई मन परेको कारणले गर्दाखेरि चाहिँ मलाई निको पारिदिइहाल्नु भयो, त्यसले गर्दा के गर्ने त, अब चर्च गइराख्ने भन्ने त्यो कारणले गर्दाखेरि चाहिँ हामी येशूको चेला हुन सक्दैनौँ। है, हामी येशूको चेला चाहिँ कति बेला हुन्छौँ? जति बेला येशूले हामीलाई बोलावट गर्नुहुन्छ त्यति बेला हामी येशूको चेला हुन्छौँ। येशूको चेला हुनको लागि चाहिँ उहाँले हामीलाई बोलावट गर्नुहुन्छ। त्यो बोलावटलाई हामी के गर्छौँ? स्वीकार गर्छौँ। यस प्रभु भन्छौँ। तपाईँले मलाई बोलाउनु भयो, यस प्रभु भनेर भन्छौँ। जुन चाहिँ अघि मैले तपाईँहरूलाई यूहन्नाबाट, लुकाबाट र पावलको घटनाबाट तपाईँलाई भने, पत्रुसलाई, पावललाई यसले बोलाउनु भयो र त्यति नै बेला उनीहरूले घुँडा टेकेर यस प्रभु भनेको त्यो घटना हामीले हेऱ्यौँ। तर यहाँ केही मान्छेहरू तपाईँले देख्नुहुन्छ बाइबलमा जो चाहिँ येशूको चेला हुन आए आफू खुसीले। तपाईँले हेर्नुहोस् है त, आफू आफ्नो खुसीले म त तपाईँको चेला हुन्छु नि, तपाईँको पछि लाग्छु नि भनेर आएको हामी देख्छौँ। यहाँ 3 किसिमका मानिसहरू, त्यस्ता मानिसहरू तपाईँ देख्नुहुन्छ है त। 3 किसिमका मानिसहरू तपाईँहरू बाइबलमा यो थाहा पाइसक्नु भएकोहरू हो। एकजना आएर लुका 9:57 आएर म तपाईँको चेला हुन चाहन्छु, पहिले मेरो आमा बुवालाई यसो गर्न दिनुहोस् भनेर भन्छ।
कति छिटो यसलाई हामी के भन्छौँ भन्दाखेरि चाहिँ यो कस्तो स्वभावको मान्छे, छिट्टै निर्णय लिइहाल्ने स्वभावको मान्छे, सोच विचार केही पनि नगरिकन यसो मन पर्यो, ओहो फाइदा हुन्छ जस्तो लाग्यो, गएर म तपाईँको पछि लागिहाल्छु नि भनेर छिट्टै निर्णय लिने खालको। यसले बिउको उखान गर्नुहुन्छ नि, बाटोमा उम्रिहाल्ने, छिट्टै गरिहाल्ने, केही गर्ने भन्दा सोच विचार नगरिकन हुन्छ भनिहाल्ने खालको स्वभावको मान्छे है, मिस्टर टु क्विक भन्छ, निर्णय लिइहाल्ने। त्यस्तोलाई यसले के भन्नुहुन्छ भने मेरो पछि लाग्न चाहिँ तिमी अनौमा हात राखेर पछाडि हेर्ने मान्छे मेरो पछि लाग्न लागेको हुँदैन, स्टप गो है। यसले त्यस्तो मान्छेलाई एकदमै ताली बजाएर स्वागत गर्नुभएको हामी देख्दैनौँ। ओहो तिमी त मेरो पछि लाग्ने इच्छा गर्दो रहेछ, ल आऊ भनेर यसले स्वागत गर्नुभएको हामी देख्दैनौँ है। एक अर्को मान्छे छ, अर्को मान्छे चाहिँ के छ भन्दाखेरि चाहिँ यसो आफैले गएर तिमी मेरो पछि लाग भन्नुहुन्छ यसुले। अर्को खालको मान्छे छ, ऊ चाहिँ कस्तो खालको मान्छे, ढिलो निर्णय लिने खालको मान्छे मध्ये पर्दो रहेछ। ऊ त एकदमै लस्याङ फस्याङ के गर्ने है, पहिले मलाई यो गर्न दिनुहोस्, पहिले मलाई यो गर्न दिनुहोस्, पहिले मलाई यो गर्न दिनुहोस् भन्दै ऊ त एकदमै ढिलोसँग निर्णय लिने खालको। त्यसपछि अर्को एकजना मान्छे छ सजिलैसँग मलाई चाहिँ तपाईँले यो गरिदिनु भयो भनेदेखि म चाहिँ तपाईँको पछि लागिहाल्छु भनेर बुवा आमा अब सम्पत्तिहरू यसो बाँडफाँड गर्नु पर्यो, ल यति गरिदिनु भयो नि म तपाईँको पछि लागिहाल्छु, सजिलो उपाय निकाल्दैछ अर्को चाहिँ। भनेपछि यो तिनै किसिमको मानिसलाई यसुले आफ्नो पछि लाग्न उहाँले उत्साह दिनुहुन्न, उहाँले ताली बजाउनुहुन्न, तर उनीहरूलाई के गरिदिनुहुन्छ, फर्काइदिनुहुन्छ, पठाइदिनुहुन्छ। हेर्नुहोस् है त। तर तपाईँले लुका 19 मा हेर्नुभयो भने एकजना पुडको मानिस छ जखायस, यसु एरियोको बाटो भएर जाँदै गर्दाखेरि यसुलाई वास्तवमा गएर भेट्न पनि चाहँदैन ऊ, तर रुखको कहीँ लुकेर बसेर यसु कस्तो हुनुहुँदो रहेछ भनेर हेर्न मात्रै खोजेको। यसुले ए जखायस तिमी ओर्लेर आऊ, म तिम्रो घरमा बस्नु छ भनेर यसुले आफैले जखायसलाई अप्रोच गर्नुहुन्छ। हेर्नुहोस् है त। भनेपछि मैले चाहिँ यहाँबाट घरिघरि के लिएर आउन खोज्दैछु भन्दाखेरि चाहिँ यसुले आफै अप्रोच गरेको मान्छे, यसुले आफै बोलाएको मान्छे है, ती मान्छेहरू चाहिँ यसुको चेला हुँदा रहेछन् भनेर एउटा चाहिँ हामी देख्छौँ। तर त्यति हुँदै पनि हामी केही व्यक्तिहरू चाहिँ यसुलाई छोडेर गएका हामी देख्छौँ, जसमध्ये यहुदा इस्करियोत हामी बाइबलमा देख्छौँ। भनेपछि यसुले बोलाउनु भयो तर उसलाई छोडेर जाने त्यो के भन्ने फ्रिडम, स्वतन्त्रता पनि उसमा भएको हामी देख्छौँ। तर त्यो बिचको तपाईँले मुख्य कुरा हेर्नुभयो भनेदेखि चाहिँ यसुले यहुदा इस्करियोतलाई बोलाउनु भयो आफ्नो चेला हुनको लागि। यसलाई थाहा छ यसले धोका दिन्छ भनेर, तर कहिलेसम्म यहुदा इस्करियोत यसुलाई छोडेर जाँदैन जहिलेसम्म यसुले जा भन्नुहुन्न। हेर्नुहोस् है त। यसुको बोलावटको अथवा क्रिस्चियन चेलापनको अर्को महत्त्वपूर्ण भाग भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यदि यसुले मलाई बोलाउनु भएको हो भनेदेखि यसुले जा नभनेसम्म हामी जान मिल्दैन रहेछ भन्ने अर्को सत्यता पनि हामी यहाँनिर देख्न सक्छौँ। त्यसले गर्दाखेरि चाहिँ क्रिस्चियन चेलापन भनेको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यसुको बोलावट भनेर हामीले के गर्नु पर्यो, बुझ्नु पर्यो। यसुले मलाई उहाँको चेला हुनको लागि बोलाउनु भएको हो भन्ने त्यो सत्यतालाई चाहिँ मैले के गर्नु पर्यो भन्दाखेरि चाहिँ अँगाल्नु पर्यो र यसुलाई भन्नु पर्यो कि तपाईँले मलाई मेरो नाम काटेर तपाईँको चेला हुन बोलाउनु भएको छ। हेर्नुहोस् त, यो आनन्दको कुरा हो नि, यो त रमाइलो कुरा हो नि। तपाईँले अब यसो सोच्नुहोस्, कुनै एउटा भिडमा ठुलो अब प्रधानमन्त्री आएको छ अथवा ठुलो मान्छे आएको छ, तपाईँ ठुलो भिडमा गएर बसिराख्नु भएको छ अनि तपाईँ चिच्याउनु भएको छ म तेरो चेला हुन्छ अथवा म तेरो पछि लाग्छु भनेर तपाईँ चिच्याइराख्नु भएको छ, तर तपाईँको त्यो आवाजको मतलब हुँदैन नि। तर त्यो ठुलो मान्छेले चाहिँ तपाईँको नाम लिएर बोलाएर तपाईँलाई स्टेजमा बोलायो भने कस्तो लाग्छ होला है। हो त्यस्तै यसुले
हामीलाई त्यसरी बोलाउनु भएको छ अनि त्यो चाहिँ हाम्रो लागि रमाहटको कुरा हो, आनन्दको कुरा हो। येशू ख्रिस्टले मानिसहरूलाई स्वयंसेवी रूपमा आफूलाई पछ्याउन इच्छा गर्नु भएन। त्यो एकदम राजीको म आइहाल्छु भनेर अघि तीन किसिमको मान्छेको विषयमा हामीले कुराकानी गर्यौँ। त्यस्ता मानिसहरूलाई येशूले चाहिँ आफ्नो पछि लाग्नको लागि उत्साह दिनुभएको हामी देख्दैनौँ। एकजना धनी मान्छे तपाईँ देख्नुहुन्छ लुका 18 धनी मान्छे, धनी शासक, धनी मान्छे आएर मैले अनन्त जीवन पाउन के गर्नुपर्छ गुरुज्यू भनेर म तपाईँको पछि लाग्छु भनेर त्यो आउँदै गर्दाखेरि चाहिँ येशूले कसरी उसलाई चाहिँ निराश बनाएर फर्काउनु भएको हामी देख्छौँ। त्यस्तो मानिसहरूलाई येशूले चाहिँ एकदम उत्साह दिएर ओहो ल बधाई छ भन्दै आफ्नो पछि लगाउनु भएको हामी देख्दैनौँ। त्यस्तै खालको अर्को एउटा घटना छ, मैले यहाँ मत्ती लेखेछु, मत्ती अर्को एउटा घटना छ। हामी लुका 14 एकछिन हेर्नेछौँ। मत्ती 8:18देखि 22 अघि मैले यहुदा इस्करियोतको कुरा पनि गरेँ। बोलाइएकाहरूलाई पनि छोडेर जाने त्यो माहौल चाहिँ हामी बाइबलमा देख्छौँ। बोलाइएकाहरू पनि केही चाहिँ यसलाई छोडेर गएकाहरू चाहिँ हामी देख्छौँ। तर अब त्यो माहौल भनेको चाहिँ अब त्यो बाइबलमा हेर्दै गर्दाखेरि धेरै हामी त्यस्तो देख्दैनौँ। तर जसलाई उहाँले बोलाउनु भएको छ उनीहरू जीवनको अन्तिमसम्म येशूको निम्ति चाहिँ उनीहरू जिएको हामी पाउँछौँ। अब अर्को प्रश्नमा हामी एकछिन छलफल गर्छौँ है त। अर्को प्रश्न, चेला हुनु, येशूको चेला हुनु भनेको अघि हामीले यसमा अलिअलि कुराकानी गरेका छौँ, तपाईँहरूको कुरा आएको छ, मैले त्यसलाई अर्को एउटा शब्द थपिदिएको छु। येशूको चेला हुनु भनेको कष्ट भोग्नु हो वा आनन्दको कुरा हो? येशूको चेला हुनु भनेको दुःख कष्टको कुरा हो कि आनन्द रमाहटको कुरा हो? ल, अघि नबोलेकाहरू जतिजना हुनुहुन्छ तपाईँहरू बोलेकाहरू भइहाल्नुभयो। ल भन्नुहोस् त, येशूको चेला हुनु भनेको कष्टको कुरा हो रमाहटको कुरा हो, कुन हो? तपाईँलाई कस्तो लाग्छ? म भन्छु सर एउटा कुरा, जयमसी रमाहटको कुरा हो नि। हजुर, अघि नबोलेकाहरू जयमसी भन्नुहोस्। यो त रमाहटको कुरा हो। हजुर, अरू जयमसी चेला हुनु कष्ट भोग्नु होइन, तर आनन्द र खुसी हुनु। कष्ट त आउँछ, तर भए पनि हामी कष्ट आए पनि खुसीमा रमाउनु नै चेला हुनु। हजुर, अब दुईजना जति हुन्छ। जयमसी सर होइन, जयमसी। म चाहिँ चेला भनेको चाहिँ प्रभुको चेला कसरी बन्नुपर्छ भने कुरा चाहिँ मैले कसरी बुझेको छु भने नि सर, हजुर, के अरे प्रभुको सबै आज्ञा पालनाहरू गर्ने होइन, अनि हजुर, प्रभुको जुन आज्ञाहरू छ, जुन वचनको आज्ञाहरू, प्रभुले देखाउनु भएको बाटोहरू, त्यसको आज्ञा पालना गर्यो भने मात्रै प्रभुको चेला बन्न सकिन्छ जस्तो लाग्छ। हुन्छ, तपाईँ सक्नुहुन्छ त आज्ञाहरू सबै पालन गर्न? कतिवटा कुरा त संसारमा शरीरमा छन् सर, सकिँदैन नि त। यसुको चेला हुन मिलेन नि त, सक्नु भएन भनेदेखि त। अनि अब हुन्छ, ठिक छ। यसलाई अघि त्यही भएर मैले अघि भनेको चाहिँ अब हामी उहाँको आज्ञाहरू, उहाँको शिक्षाहरू चाहिँ चेला भएपछि गर्ने हो है, चेला हुनको लागि गर्ने होइन है। मेरो बुझाइ चाहिँ यदि तपाईँ येशूको चेला हुनुभयो भने येशूको कुरा गर्ने हो नि। तपाईँ येशूको चेला हुनको लागि येशूको कुरा गर्ने होइन है। भोलि धोका खान सक्नुहुन्छ तपाईँ, किनभने भोलि अब 100वटा आज्ञाहरू थियो, तपाईँहरू अब त्यो त व्यवस्था मानेर तपाईँ स्वर्ग जाने कुरा जस्तो भयो क्या। त्यो चाहिँ मैले चाहिँ के भन्दैछु भन्दाखेरि चाहिँ पहिला येशूको चेला हुनुहोस्। त्यो हुने चाहिँ येशूको बोलावटमा भर पर्छ। यसले तपाईँलाई मेरो चेला हुनको लागि बोलाउनु पर्यो होइन। यसले तपाईँलाई यदि उहाँको चेला हुन बोलाउनु भएको छ भनेदेखि त अनि त्यसपछि यसले भन्नु होला नि त यो गर भनेर होइन। तपाईँ कुनै स्कुलमा भर्ना हुनुभन्दा अगाडि त्यो स्कुलको युनिफर्म किन्नुहुन्न नि। त्यो स्कुलमा भर्ना हुने कुरै छैन। त्यो स्कुलको युनिफर्म किनेर, त्यो स्कुलको किताब किनेर पढ्नुहुन्छ र पढ्नुहुन्न नि। तपाईँ स्कुल पहिला भर्ना गर्नुहुन्छ। भर्ना गरिसकेपछि त्यो स्कुलको युनिफर्म के रहेछ भर्ना त गर्नु पर्यो नि पहिला। तपाईँ यसुको चेला त हुनु पर्यो नि यसुको कुरा मान्नको लागि। हो, यसुको चेला हुनु भनेको चाहिँ यसुले तपाईँलाई चेला हुनको लागि बोलाउनु पर्यो पहिला। अनि त्यो कुरा तपाईँले स्वीकार गर्नु पर्यो, मान्नु पर्यो। त्यसपछि चाहिँ यसुले भनेका कुराहरू तपाईँ बिस्तारै गर्दै जान सक्नुहुन्छ। ठिक छ, तपाईँको बुझाइको लागि पनि
तर अब यहाँ अहिले हामीले राखेको प्रश्न चाहिँ येशूको चेला हुनु चाहिँ दुःख कष्ट को कुरा हो कि आनन्द र रमाहटको कुरा हो? तपाईँलाई कस्तो लाग्छ? येशूको चेला हुनु भनेको दुःख रहेछ, कष्ट रहेछ, समस्या रहेछ भन्ने जस्तो लाग्छ कि अथवा यो त एकदमै आनन्दको कुरा रहेछ, रमाहटको कुरा रहेछ, खुसीको कुरा रहेछ? येशूको चेला हुनु भनेको कस्तो लाग्छ? अरू दुईजना जतिले उत्तर दिन सक्नुहुन्छ? मायाजी पनि जयमसी जयमसी रमाहाटको कुरो हो। हजुर ए, पक्का हो नि होइन? हजुर हजुर रमाहाट हो। अरू जयमसी सर त्यो चाहिँ रमाहाटको कुरा हो, आनन्दको कुरा हो। हजुर पक्का हुनुहुन्छ नि होइन? जी हजुर। हस् अर्को कोही बोल्न लाग्नु भएको थियो? होइन दुःख कष्ट भनेको त हाम्रो त परमेश्वरले लिइसक्नु भइसकेको छ नि त होइन। दुःख कष्ट आउँछ त परमेश्वरलाई सुम्पिन्छौँ त आज हामी आनन्दको साथ हुन्छ नि त, ढुक्कको साथ बस्न सकेका छौँ त। हरेक दुःख कष्ट त हाम्रो परमेश्वर पिताले लिइसक्नु भएको छ नि त होइन। त्यसले गर्दा एकदम रमाइलो रमाट हो है। मेरो विचारमा त्यही आयो। हजुर हजुर तपाईँको दुःख कष्ट परमेश्वरले दिनु भएको छैन है? अर्को को बोल्न लाग्नु भएको थियो? हजुर जयमसी सर, जयमसी मेरो विचारमा चाहिँ यसुको चेला हुनु भनेको चाहिँ कष्ट र आनन्द दुवैको यात्रा हो। दुवै हो। तर तर अन्त्यमा चाहिँ अब साँचो शान्ति र परमेश्वरको नजिकमा आनन्द मिल्छ भन्ने कुरा बुझ्छु म चाहिँ। हुन्छ तपाईँले एउटा सिक्कामा दुइटै राख्न खोज्नु भयो नि त, कष्ट पनि आनन्द पनि। हुन्छ अर्को कोही? हजुर केटा मान्छे जस्तो आवाज आइरहेको थियो। हजुर हजुर भन्नुहोस्। अर्को मैले चाहिँ येशू ख्रिस्टको चेला बन्नको कारण चाहिँ पहिला सुरुमा त हामी संसारमै थियौँ, संसारिक जीवन बिताइरहेको थियौँ होइन। हामी हिन्दूमै थियौँ, आनन्दै थियौँ। अनि येशू प्रभुले हामीलाई बोलाउनु भएको हो र अनि येशू प्रभुले बोलाइसक्नु भएपछि चाहिँ हामीले कष्ट र दुःख भोग्दा पनि अनि प्रभु पाएपछि चाहिँ एकदम आनन्दको जीवन बिताउँदै ती दुःख र कष्टलाई सङ्घर्षलाई चाहिँ पार गर्दै अनि येशू ख्रिस्टमा हामी अघि बढ्न सफल भएका छौँ अहिले चाहिँ। हुन्छ येशू ख्रिस्टमा जिउनको लागि दुःख कष्ट हुँदै जिउनु पर्यो भन्ने। हुन्छ हस्, तपाईँहरूको भनाइको लागि ठिक छ। कोही बिचमा बोल्दा बोल्दै बोल्न नपाउनु भएको कोही हुनुहुन्थ्यो? एकजनालाई मौका छ त्यस्तो बिचमा बोल्दा बोल्दै मौका नपाउनु भएको। ल ठिक छ। अब हजुर मेरो विचार चाहिँ कष्ट भोग्नु चाहिँ होइन, चेलापन हुनु भनेको कष्ट भोग्नु चाहिँ। येशूको चेला हुनु भनेको चाहिँ कष्ट भोग्नु हो, यो आनन्दको कुरा होइन होइन त? हस् ल बल्ल एकजना पाइयो है त, कष्ट भोग्ने हो। सबैजना आनन्दको कुरा गर्नुभयो, कष्ट भोग्ने। हुन्छ एउटा घटना म तपाईँहरूलाई भन्छु। यूहन्ना र पत्रुस एक ठाउँमा सुसमाचार सुनाइराखेका थिए। अनि सुनाउँदै गर्दाखेरि अब यहुदीहरूकै बिचमा सुसमाचार सुनाउँदै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ उनीहरूले यस्तो कुरा गर्छस् भनेर मानिसहरूले पिटे अनि गाली गरे। गाली गरिसकेपछि उनीहरू ओहो हामीले त कष्ट भोगेछौँ, हामी त समस्यामा परेछौँ भनेर उनीहरू त्यो सम्झेनन्। उनीहरू त त्यहाँ त रमाउन पो थाले। के भनेर रमाउन थाले भन्दाखेरि ओहो हामी त येशू खातिर त पिटाइ खान योग्यका पो भएछौँ भनेर उनीहरू त झन् पो खुसी मनाए है। येशूको खातिर हामी त पिटाइ खान योग्यका भएछौँ भनेर उनीहरू खुसी मनाए। अब हेर्नुहोस् है त, यो कष्ट आनन्द रमाहट समस्या भनेको चाहिँ तपाईँ त्यसलाई कसरी लिनुहुन्छ? दुःखको रूपमा लिनुहुन्छ कि यूहन्ना र पत्रुसले लेखेको जस्तै त्यसलाई आनन्दको रूपमा लिनुहुन्छ? येशूको खातिर पाएको जति पनि कुराहरू छ त्यो चाहिँ तपाईँको आनन्दको कुरा हो कि अथवा अरू? अब अर्को चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले चाहिँ यो संसारमा बस्दै गर्दाखेरि आउने समस्याको कुराहरूमा बढी अल्झिराखेका छौँ है त।
यो संसारमा बस्दाखेरि। जस्तो उदाहरणको लागि यो संसारमा हामी 70 वर्ष 80 वर्षको उमेरमा बाँच्दै गर्दाखेरि त्यहाँ आउने, खानाको लागि आउने, रोग बिमारको लागि आउने, अरू कुराहरूको लागि आउने, पैसा पुग्दैन अरू कुराहरूको लागि आउने समस्याहरूमा अल्झिरहेका छौँ भनेदेखि त यो क्रिस्चियन चेलापनको कुरा होइन। यो त अघि अघि भन्नुभयो हिन्दू हुँदाखेरि पनि यो समस्या त समस्यै थियो, क्रिस्चियन हुँदाखेरि पनि समस्या थियो। अघि कसैजनाले कसले भन्नुभयो क्रिस्चियन भइसकेपछि मेरो दुःख कष्ट यसुले लिनुभएको छैन है। त्यसमा चाहिँ हामी ढुक्क हुनु पर्यो। यो पृथ्वीमा बस्दाखेरि जति पनि दुःख गर्नुपर्छ, मैले जति पनि कष्ट भोग्नुपर्छ, त्यो चाहिँ क्रिस्चियन भएको कारणले गर्दाखेरि होइन, यो पृथ्वीमा मान्छे भएर बाँच्नको लागि है त। त्यस कारण क्रिस्चियन भएर बाँच्नको लागि र मान्छे भएर बाँच्नको लागि त्यो फरक छ। किनभने मान्छे भएर बाँच्नको लागि त संसारका सबै मान्छेहरूमा त्यो आउँछ नै, दुःख आउँछ नै, कष्ट आउँछ नै, एक दिन मृत्यु छँदैछ, सबैको लागि छँदैछ। तर क्रिस्चियन भएर बाँच्नको लागि चाहिँ तपाईँको सोच विचार, क्रिस्चियन भएको कारणले गर्दाखेरि तपाईँ सतावट पाउनु भएको छ भनेदेखि चाहिँ त्यो चाहिँ तपाईँको कष्टको कुरा हो कि आनन्दको कुरा हो, त्यसमा चाहिँ हामी स्पष्ट हुनुपर्छ। त्यो चाहिँ पक्कै पनि कष्टको कुरा होइन, आनन्दको कुरा हुन्छ। एक र अर्को चाहिँ एकजना डलार्ड्स भन्ने व्यक्ति हुनुहुन्छ जसले चाहिँ एउटा किताब लेख्नु भएको छ, कस्ट अफ नन डिसाइपलसिप, र अर्को एकजनाले चाहिँ कस्ट अफ डिसाइपलसिप भनेर लेख्नु भएको छ कि दुईवटा पुस्तक निकै महत्त्वपूर्ण छ। एउटा चाहिँ यसुको चेला हुँदाखेरि भोग्नुपर्ने कुराहरू, अर्को चाहिँ यसुको चेला नहुँदाखेरि भोग्नुपर्ने कुराहरू हामी देख्छौँ है त। जस्तै उदाहरणको लागि यसुको चेला, यदि तपाईँ एकछिन सोच्नुहोस्, तपाईँ यदि यसुको चेला हुनु भएन भनेदेखि चाहिँ तपाईँ के कुराहरू आफ्नो जीवनबाट गुमाउनुहुन्छ र यसो याद गर्नुहोस् त। यदि यसुको चेला हुनु भएन भनेदेखि तपाईँ यो पृथ्वीमा र आउने जीवनमा तपाईँ के गुमाउनुहुन्छ होला, यसो विचार गर्नुहोस् त। के गुमाउनुहुन्छ यसुको चेला हुनु भएन भनेदेखि? अनन्त जीवन गुमाउनु भएको। अनन्त जीवन गुमाउनुहुन्छ। ल अर्को? आफ्नो प्राण आत्मा नै गुमाइन्छ। प्राण आत्मा गुमाउनुहुन्छ। यसरी त्यही भन्नुहुन्छ नि होइन, संसारको सबै कुरा हात पारेर आफ्नो प्राण आत्मा नै गुमाउँछ भनेदेखि त्यसलाई के फाइदा भयो र भनेर सोध्नुहुन्छ नि। हजुर। अरू के गुमाउनुहुन्छ? यसले के भन्नुभयो? म मेरो शान्ति तिमीलाई छोड्छु भन्नुभयो। यही पृथ्वीमा बस्दा बस्दै हेर्नुहोस् है, हामी पृथ्वीमा बस्दा बस्दै कसको शान्तिमा हामी बस्ने मौका पाएका छौँ? यसुले हामीलाई छोड्नु भएको शान्तिमा। एक त्यो गुमाउँछ। अर्को के भन्नुभएको छ? म तँलाई कहिल्यै छोड्ने छैन भन्नुभएको छ। हेर्नुहोस् है त, म सधैँ तेरो साथमा छु भन्नुभएको छ। भनेपछि चाहिँ परमेश्वर मसँग सधैँ हुनुहुन्छ भन्ने त्यो वास्तविकता यदि तपाईँ यसुको चेला हुनु भएन भनेदेखि तपाईँ त्यो गुमाउनुहुन्छ। त्यसपछि आएर अब अर्को भनेको चाहिँ यदि हामी यसुको चेलामा हुँदै गर्दाखेरि को कुरा एकछिन याद गरौँ त। यसुको चेलामा हुँदै गर्दाखेरि चाहिँ मेरो जीवनको शान्ति, मेरो परिवारको शान्तिको कुराहरू हामी गऱ्यौँ भनेदेखि होइन, त्यो खालको सबै कुराहरू हामी गुमाउँछौँ र अन्तमा गएर हामी अनन्त जीवन गुमाउँछौँ। ल अब एकछिन याद गर्नुहोस्, तपाईँ यसुको चेला हुनुभयो भने के गुमाउनुहुन्छ? यसुको चेला हुनुभयो भने तपाईँले के गुमाउनुहुन्छ? हामी के पनि गुमाउँदैनौँ, हामीले आफ्नो प्राण चाहिँ बचाउन सक्छौँ। ल हेर्नुहोस् है, अघि चाहिँ यसुको चेला हुनु भएन भनेदेखि तपाईँ धेरै कुरा गुमाउनुहुन्छ। यसुको चेला हुनुभयो भनेदेखि तपाईँले के गुमाउनुहुन्छ? ल यसुको चेला भएको कारणले गर्दाखेरि मैले यो गुमाएँ भनेर सूची बनाउनुहोस् त, लिस्ट बनाउनुहोस् त। पावलले बनाउँछ है, पावलले फिलिपीको पुस्तकमा पढ्नुभयो भने पावलले बनाउँछ। इष्टमित्र छर छिमेकी गुमाउँछ अनि आफ्नो आत्मा चाहिँ बचाउँछ। ओके, इष्टमित्र पनि पछि पाउला, परिवार पनि पछि पाउला। यसले पत्रुसलाई त्यही भन्नुहुन्छ, अहिले तिमीहरूले आफ्नो आमा बुवा गुमाउँछौ तर एउटा आमा बुवा गुमाउनुले धेरै आमा बुवा पाउँछ भनेर यसले भन्नुहुन्छ चेलाहरूलाई। अर्को प्रकारले सान्त्वना हुन्छ। राम्रो कुरा गर्नुभयो, किनभने हामी धेरै पटक संसारमा भएका कति कुराहरू चाहिँ गुमाउन सक्ने सम्भावनाहरू छ। के गुमाउला?
अब एकदमै धेरै पैसा कमाउँथे होला, थोरै कमाउँछु होला, अथवा म साह्रै खतरा मान्छे बन्थेँ होला, त्यो बन्न सक्दैन थिएँ होला। तर यसो याद गर्नुहोस्, तपाईँ राम्रो कुराहरू गुमाउनेवाला हुनुहुन्न है। तपाईँ पैसा कमाउन सक्नुहुन्छ, राम्रो मान्छे बन्न सक्नुहुन्छ, यसोको चेला भएर पनि धेरै पढ्न सक्नुहुन्छ, धेरै सेवा गर्न सक्नुहुन्छ, परिवारलाई धेरै ठुलो ठाउँमा लान सक्नुहुन्छ। भनेपछि गुमाउने कुराहरू हामी त्यति देख्दैनौँ। भनेपछि चाहिँ अब हामीले के कुरा बुझ्दैछौँ भन्दाखेरि चाहिँ येशूको चेला हुनु भनेको चाहिँ फिलिपी 3 अध्याय, तपाईँ 1 अध्याय पढ्नुभयो भने पावलले के भन्छ भनेदेखि चाहिँ येशूको चेला हुनु भनेको चाहिँ दुईटै हातमा लड्डु पाउनु हो कि तपाईँ यो संसारमा पनि केही गुमाउनेवाला हुनुहुन्न, आउनेवाला संसारको लागि पनि तपाईँ धेरै कुरा पोको पारेर बस्नेवाला हुनुहुन्छ। भनेपछि चाहिँ अब तपाईँ भन्नुहोस् त, येशूको चेला हुँदाखेरि हामी चाहिँ मूल्य चुकाउनु पर्छ कि येशूको चेला नहुँदाखेरि चाहिँ मूल्य चुकाउनु पर्छ? त्यसमा चाहिँ हामी अलिकति स्पष्ट हुनु पर्यो। ठिक छ, यहाँसम्म आउँदै गर्दाखेरि अब अर्कोमा जाउँ है त। अर्को प्रश्नमा जाउँ। दुईजना जतिले यसो बोल्नुहोस्, उहाँलाई अथवा हाम्रो गुरु भनौँ न, येशू हाम्रो गुरु हुनुहुन्छ भनेदेखि येशूलाई पहिलो स्थान दिनु चाहिँ क्रिस्चियन चेलापन हो कि अथवा येशूले दिएको स्थानमा जिउनु क्रिस्चियन चेलापन हो? मेरो प्रश्न नबुझ्नु भएको छ भने सोध्न सक्नुहुन्छ। तपाईँलाई कस्तो लाग्छ? येशूलाई पहिलो स्थान दिएर जिउने चाहिँ येशूको चेला हो कि अथवा येशूले दिनुभएको, येशूले राखिदिनु भएको स्थानमा जिउने चाहिँ येशूको चेला हो? ल, दुईजना अघि नबोल्नु भएका, दुईजना जति है, अघि नबोल्नु भएकाहरूलाई पालो दिनु पर्यो। हामीसँग धेरैजना हुनुहुन्छ, बोल्नु भएकाहरू कृपया गरिकन सुनिदिनु होला। हजुर, उहाँले दिएको स्थानमा जिउनु नै क्रिस्चियन चेलापन हो जस्तो चाहिँ मलाई लाग्छ। किनभने हामीले चाहिँ पहिलो स्थान प्रभुलाई राख्छौँ भने तापनि कतिपय समयमा चाहिँ हामीले कामलाई अगाडि राखेर चाहिँ सोनियाजी, अर्को कोही को बोल्न लाग्नु भएको थियो? हजुर, जयमसी। अघि बोलेकोहरू सकेसम्म नबोलिदिनुहोस्, नबोलेकाहरू। हुन्छ हुन्छ, मलाई पनि त्यही लाग्छ। उहाँले चाहिँ दिएको स्थानमा जिउनु चाहिँ क्रिस्चियन चेलापन हो। हस्, धन्यवाद। अर्को कोही हुनुहुन्छ अघि नबोल्ने? हजुर हजुर, म जयमेसी, मैले के भन्दै थिएँ भने उहाँले बोलावटद्वारा नै हामी ऊ भएको हौँ, विश्वासी भएको हौँ भने उहाँको ले दिएको स्थानमा बस्नु चाहिँ उचित सान्दर्भिक हो। किनभने हजुर, हामीले सधैँ उहाँको वरदानद्वारा नै हामी जिउँछौँ। हामी आफूले वरदान गरेर होइन, उहाँको वरदान मागेर, वरदानलाई पहिचान गरेर वरदान अनुसार हामी जिउँछौँ भने उहाँले दिएको स्थानमै बसेको खर्च भन्ने मेरो विचार हो। हुन्छ, धन्यवाद। चन्द्रजीले अघिको बोलावटसँग ठ्याक्कै जोडेर भनिदिनु भयो। मैले पनि यही नै जोड्न खोजेको थिएँ। हामी चाहिँ धेरै पटक मैले विश्वास गरेको कारणले गर्दाखेरि, म येशूको पछि लागेको कारणले गर्दाखेरि, मैले बाइबल पढेको कारणले गर्दाखेरि चाहिँ, म चर्च गएको कारणले गर्दाखेरि, म प्रार्थना गरेको कारणले गर्दाखेरि, मैले येशूको आज्ञाहरू मानेको कारणले गर्दाखेरि येशूको चेला भयो भन्ने दिमाग यदि हामीमा छ भनेदेखि चाहिँ हामी पहिलो प्रश्नमा हाम्रो दिमाग गएको छ है। हेर्नुहोस् है, हामी के सोच्छौँ भन्दाखेरि चाहिँ बिहान उठेर बाइबल पढ्ने बित्तिकै ओहो मैले उहाँलाई पहिलो स्थान दिएँ भनेर सोच्छौँ। चर्चमा जाने बित्तिकै हामी सोच्छौँ कि पहिलो स्थान उहाँलाई दिएँ भनेपछि हामी उहाँलाई स्थान दिन खोज्दैछौँ कि। तर अघिको मेरो बोलावटको कुरालाई लिएर आउनु भने यदि येशूले मलाई बोलाउनु भएको हो भनेदेखि, अब सोच्नुहोस् त, यदि तपाईँलाई कसैले पाहुना लाग्नको लागि बोलाउनु भएको छ भनेदेखि तपाईँलाई कहाँ बसाउने भन्ने कुरा त्यो बोलाउने मान्छेले सिट तयार पारेको छ कि छैन? सिट तयार पारेको छ नि। बोलाउने मान्छेले तपाईँलाई के को लागि बोलाएको, कहाँ राख्ने हो, के गर्ने हो, त्यो सबै कुरा तयारीका साथ येशूले हामीलाई बोलाउनु भएको छ भनेदेखि चाहिँ
त्यो स्थान यसुले हामीलाई पक्कै पनि राखेर बोलाउनु भएको छ। तैँले के काम गर्ने, त कहाँ बस्ने, के गर्ने भन्ने कुरा। अब अघि हामीले प्रेरित 9 अध्यायमा हामीले पावलको बोलावटै हामीले याद गरिसक्यौँ है त। पावल के कुरामा स्पष्ट छ भनेदेखि चाहिँ परमेश्वरले यसुले मलाई अन्य जातिहरूको बिचमा सेवा गर्नको लागि बोलाउनु भएको छ। हेर्नुहोस् त, स्थान एकदमै क्लियर छ, पावलको लागि स्थान एकदमै क्लियर छ। अनि अघि चन्द्रजीले वरदानको कुराहरू पनि यहाँ जोडिहाल्नु भयो। भनेपछि यदि त्यो वरदान परमेश्वरको आत्माद्वारा मैले पाएको हो भनेदेखि त के कामको लागि कहाँ प्रयोग गर्ने भन्ने कुरा पनि, त्यो स्थान पनि कसले तोकेर परमेश्वरले त्यो वरदान मलाई दिनुभएको छ, उहाँले नै तोकेर दिनुभएको छ। भनेपछि अघि अब हेर्नुहोस् है त, यहाँ मैले केही इस्यु लिएर आएँ। अघि कष्ट र आनन्दको कुरा गरेँ। यदि तपाईँहरू मसँग सहमत हुनुहुन्छ भनेदेखि यसुको चेला हुनु भनेको आनन्दको कुरा हो मेरो लागि, कष्टको कुरा होइन, समस्याको कुरा होइन। किनभने हामी शारीरिक कष्टको कुराहरू गर्छौँ भनेदेखि यो संसारमा हुने सबै जनावरहरूले शारीरिक कष्ट पाउँछन्। ज्वरो संसारका सबै मान्छेलाई आउँछ, मलाई मात्र आउने होइन। त्यसले गर्दाखेरि चाहिँ तर ख्रिस्टमा हुनु भनेको चाहिँ मेरो लागि आनन्दको कुरा हो। त्यो एक। अब अर्को चाहिँ सवाल चाहिँ हामी केतिर म जाँदैछु भन्दाखेरि चाहिँ हामी उहाँले दिएको स्थानमा यदि बस्नको लागि हामी के भन्ने, एक हिसाबले चाहिँ उहाँले नै सबै कुरा मलाई राखिदिनु भएको छ भन्ने कुरा। अब यूहन्ना 14 अध्यायमा पनि तपाईँले हेर्नुभयो भनेदेखि चाहिँ म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु। हेर्नुहोस् त कति स्पष्टसँग यसरी कुराकानी गर्नुहुन्छ। उहाँले सबै तयार पारिसक्नु भएको छ, हामी गएर केही गर्नै पर्दैन भन्ने कुरा त्यो देख्छौँ। अनि अर्को कुरा चाहिँ हामीले परमेश्वरलाई प्राथमिकतामा राख्न सक्दैनौँ, त्यो मिल्दैन, त्यो अधिकार हामीसँग छैन। हेर्नुहोस् है त, त्यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ हो। त्यसैले गर्दाखेरि चाहिँ यहाँसँग जोडेर मैले अर्को कुरा के गर्दैछु भन्दाखेरि चेलापनमा नहुर्केको चेला। हेर्नुहोस् है हो। अब यदि तपाईँ पहिलो स्थानमा, अझै तपाईँ पहिलो स्थानमा हुनुहुन्छ, यसुलाई पहिलो स्थान दिने व्यक्ति हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँ चेलापनमा हुर्किराख्नु भएको छैन। तपाईँ के मात्रै गर्दै हुनुहुन्छ भने क्रिस्चियन धर्मकर्म मात्रै गर्दै हुनुहुन्छ। तपाईँ के गर्दै हुनुहुन्छ, बिहान उठेर प्रार्थना गर्दै हुनुहुन्छ अनि मैले परमेश्वरलाई स्थान दिएँ भनेर परमेश्वरलाई तपाईँ एक ठाउँमा राखिदिनुहुन्छ भनेपछि, तर परमेश्वरसँग सधैँ उहाँले राखिदिनु भएको, उहाँले दिनुभएको ठाउँमा तपाईँ जिउन चाहिँ सक्नुहुन्न, पाउनुहुन्न। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ क्रिस्चियन चेलापन भनेको धर्मकर्म र रीतिरिवाज पुरा गर्ने चेला होइन। यसु सँगसँगै यसुसँग भएर यसुले के को निम्ति बोलाउनु भएको छ त्यो सेवा पुरा गर्ने चेलाको रूपमा चाहिँ हामी क्रिस्चियन चेलापनको रूपमा हेर्दैछौँ। त्यसले गर्दाखेरि चाहिँ मैले एउटा स्टेटमेन्ट इङ्ग्लिसमा लेखेको छु, यदि तपाईँहरू इङ्ग्लिस पढ्न सक्नुहुन्छ भनेदेखि। तर मैले नेपालीमा यसलाई कसरी ट्रान्सलेट गरेर भन्छु भन्दाखेरि चाहिँ C.S. लुइस भन्ने एकजना क्रिस्चियन हुनुहुन्छ, उहाँ त प्रोफेसर पनि हो। उहाँले लेख्नु भएको स्टेटमेन्ट उहाँले के भन्नुहुन्छ भने यसु हाम्रो जीवनबाट के चाहनुहुन्छ होला भनेर एउटा दिमागमा उसले प्रश्न लिएर आउँछ। अनि यदि यसुले मलाई आएर भन्नुभयो भनेदेखि चाहिँ म तेरो जीवनबाट के चाहन्न होला भनेर उहाँले मलाई भन्नुभयो भनेदेखि के भन्नुहुन्छ होला भनेर उसले एउटा इमेजिन गर्छ र त्यसपछि आएर यसुले के भन्नु होला त भनेर उसले भन्छ। यसुले के भन्नु होला भन्दाखेरि चाहिँ मलाई तेरो थोरै समय चाहिएन, तैँले दिने हुन्छ नि बिहान यसो प्रार्थना गर्दाको समय, यसो बाइबल पढ्दाको समय, यसो चर्च जाँदाको समय, मलाई तेरो त्यो तैँले दिएको यसो 10-15 मिनट चाहिएन। मलाई तैँले दिएको यसो 10-15 रुपियाँ चाहिएन भेटिदिने, दशांश दिने भेटिदिने चाहिएन। मलाई तेरो त्यो कामबाट थोरै कुराहरू पनि चाहिएन। तर यसलाई के चाहियो? मलाई त चाहियो। सोच्नुहोस् त, मलाई त चाहियो, तेरो सम्पूर्ण कुरा मलाई चाहियो है। त्यो चाहिँ C.S. लुइसले त्यसरी लेख्छन् कि त्यसले गर्दाखेरि चाहिँ यसु प्रभु हाम्रो जीवनबाट हाम्रो सम्पूर्णता खोज्दै हुनुहुन्छ, सम्पूर्णता खोज्दै हुनुहुन्छ। हामीले यसो हप्ताको 2 दिन, हप्ताको 1 दिन बिहानको यसो 10-15 मिनट दिएर म त राम्रो क्रिस्चियन भएँ नि भन्ने सोच चाहिँ यसु ख्रीष्ट हाम्रो जीवनबाट चाहनुहुन्न, सम्पूर्णता चाहनुहुन्छ भन्ने कुरा चाहिँ C.S. लुइसले त्यसरी लेख्छ। त्यसले गर्दाखेरि चाहिँ सम्पूर्णता भन्दै गर्दाखेरि चाहिँ ख्रीष्ट मसँग हुनुहुन्छ र म बिहान उठेदेखि नसुतुन्जेलसम्म सुत्दाखेरिको समय पनि उहाँले दिएको स्थानमा उहाँले दिएका जिम्मेवारीहरू पुरा गर्दै जिराखेको छु भन्ने त्यो सोच चाहिँ हाम्रो जीवनमा हुनुपर्छ। हामी जहाँ काम गर्दैछौँ, जे गर्दैछौँ, जुन परिवारमा छौँ, जहाँ बस्छौँ,
यो सबै यसुले मलाई दिनुभएको हो भन्ने स्पष्टता हामीसँग हुनु पर्यो। 100% यसुको हो भन्ने कुरा चाहिँ हामीसँग हुनु पर्यो। त्यसले गर्दाखेरि चाहिँ यसुले चेलापनको अवधारणालाई त्यति बेलाको शास्त्री फरिसीहरूको बीचमा अलिकति परिवर्तन गर्नुभएको हामी देख्छौँ। अब हेर्नुहोस् है त, यदि तपाईँ यसु मन परेर यसुको पछि लागेको हो भनेदेखि तपाईँ अलिकति भेटी लिएर जानुहुन्छ गुरुलाई खुसी पार्नको लागि। हेर्नुहोस्, खुसी पार्नको लागि अलिकति भेटी लिएर जानुहुन्छ। अनि त्यति बेला शास्त्री फरिसीहरूसँग पनि शास्त्री फरिसीहरू अनुसार मलाई जुन शास्त्री जुन फरिसी मन पर्यो त्यति बेला उहीसँग गएर सिक्ने चाहिँ संस्कृति कल्चर थियो त्यति बेला यहुदीहरूको बीचमा। तपाईँ पावल र गमलियल हेर्नुभयो भनेदेखि चाहिँ इजरायलमा त्यति बेला गमलियल भनेको चाहिँ यति प्रखर शिक्षक थियो। त्यो गमलियलसँग सिक्ने विद्यार्थीहरू चाहिँ निकै शक्तिशाली हुन्थे। म त गमलियलबाट सिकेको भनेर उनीहरूले घमण्ड गर्न पाउँथे। पावलले पनि त्यस्तै खालको कुरा गर्छ। भनेपछि आफूलाई मनपर्ने शिक्षकहरूसँग गएर सिक्ने कल्चर चाहिँ त्यति बेला थियो। तर यसुले ठ्याक्कै उल्टो गर्नुहुन्छ। यसुले के गर्नुहुन्छ भन्दाखेरि चाहिँ आफूले बोलाएका मान्छेहरूलाई मात्रै सिकाउनुहुन्छ। हेर्नुहोस् है त, आफूले छानेका मान्छेहरूलाई मात्रै सिकाउनुहुन्छ। अब त्यो तपाईँ घरिघरि उखानहरू भन्दै गर्दाखेरि आफूलाई मनपर्नेहरूलाई लगेर उखानको अर्थहरू चाहिँ यसुले बताइदिनुहुन्छ। त्यो फरक त्यो डाइमेन्सन नै यसुले फरक पारिदिनु भएको हामी देख्छौँ। लुका 14 अध्याय हेरौँ है। लुका 14 अध्यायको 25 देखि तपाईँले यदि बाइबल पल्टाउनु भएको छ भनेदेखि यसु एक ठाउँमा भोजको लागि जानुभएको हामी देख्छौँ। एकजना फरिसीले यसुलाई भोजको लागि निम्तो दिएको छ। तर त्यो मानिसहरूले चाहिँ एकदमै अगाडिको ठाउँहरू रोजेको कारणले गर्दाखेरि चाहिँ यसुले एउटा उखानै भन्नुभएको हामी देख्छौँ। भोज विराट भोजको आयोजना चाहिँ एकजना राजाले गरेको र त्यहाँ चाहिँ निम्ताराहरू पछि नआएर बाटोमा मान्छेहरूलाई खोज्दै भोजमा ल्याएको कुराहरू हामी देख्छौँ। त्यसपछि त्यो सबै सकिसकेपछि यसु बाटो लाग्नुहुन्छ, फरिसीको घरबाट बाटो लाग्नुहुन्छ। 25 मा मानिसहरूको ठुलो भिड उहाँको साथ जाँदै थियो। हेर्नुहोस् है त, यसु बाटो लाग्नुहुन्छ, यसुको पछि एउटा ठुलो भिड पनि गइरहेको हामी देख्छौँ। जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो। हेर्नुहोस् त, त्यो आफू पछि लागिरहेको भिडतिर फर्केर यसुले भन्नुभयो, यदि कोही म कहाँ आउँछ भनेदेखि। भनेपछि त्यो भिड कसकोमा गइरहेको होला? यसुको पछि लागिरहेको छ। म कहाँ आउँछ र आफ्ना बुबा आमा पत्नी छोराछोरी दाजुभाइ दिदीबहिनी आफ्नै प्राणलाई तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। हेर्नुहोस् त, यसुको पछि लागिरहेको भिडलाई, आफ्नो पछि लागिरहेको भिडलाई यसुले के भन्नुहुन्छ भने यदि तिमीहरू मेरो चेला हुन चाहन्छौ भनेदेखि, पछि त लागिरहेछौ तर मेरो चेला हुन चाहन्छौ भनेदेखि चाहिँ आफ्नो आमा बाबु दाजुभाइ दिदीबहिनी आफ्नै प्राणलाई तुच्छ ठान्दैन भनेदेखि त्यो मेरो चेला हुन सक्दैन। त्यसपछि अर्को हामी के देख्दैछौँ? जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। हेर्नुहोस् है त, अघि कसले भन्दै हुन्छ मेरो दुःख कष्ट यसो लिइसक्नु भएको छ भनेर भन्नुहुन्थ्यो। होइन है, यो पृथ्वीमा हामीले भोग्नुपर्ने जति पनि दुःख कष्टहरू छ त्यो कष्ट हामी बोकेर, क्रुस बोकेर, आफ्नो दुःख कष्ट बोकेर यसुको पछि लाग्दैनौँ भनेदेखि त्यो मेरो चेला हुन सक्दैन। हामी धेरै पटक यसलाई हामी दुःख कष्ट दिन त्यो प्रार्थनामा कतिचोटि हामी त्यो गरिराखेका हुन्छौँ। हामीले आफ्नो दुःख कष्ट यसलाई दिन मिल्दैन, आफूले भोग्नुपर्ने हुन्छ। त्यो मेरो चेला हुन सक्दैन। हेर्नुहोस् त, भनेपछि चाहिँ यसुले यहाँ एउटा यस्तो खालको कन्डिसन लिएर आउँदै हुनुहुन्छ। यसुको चेला हुनको लागि चाहिँ मेरो चेला हुन सक्दैन, मेरो चेला हुन सक्दैन, मेरो चेला हुन सक्दैन। तपाईँ 33 पदमा हेर्नुभयो भने पनि तपाईँ त्यही देख्नुहुन्छ। यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन। हेर्नुहोस् त, एकजना धनी शासक आएर भन्दैछ नि, ए गुरुज्यू, अनन्त जीवन पाउनको लागि मैले के गर्नुपर्छ? होइन, हे प्रभु, मैले अनन्त जीवन पाउनको लागि के गर्नुपर्छ? अनि त्यसपछि आएर यसले के भन्छ, तिमी नसोर नढाँटा व्यवस्थाको सबै कुराहरू मान्छौ? मान्छु, तर तिमीलाई एउटै कुराको खाँचो रहेछ। के रहेछ? तिमीसँग भएका सबै धन सम्पत्तिहरू ल्याऊ, गरिबलाई बाँडिदेऊ अनि मेरो पछि लाग्यो। तर ऊ निराश भएर फर्केर जान्छ। आफूसँग भएका सबै कुरा त्याग्दैन भनेदेखि त्यो मेरो चेला हुन सक्दैन। त्यो बिचमा यसले दुईटा उखान भन्नुहुन्छ। हेर्नुहोस् है त, धरहरा बनाउने उखान र दुईवटा राजाको लडाइँको उखान भन्नुहुन्छ। धरहरा बनाउँदै गर्दाखेरि चाहिँ आफूसँग बनाउन सक्ने पैसा छ कि छैन हिसाब नगरिकन यदि धरहरा बनाउन सुरु गर्यो भनेदेखि बिचमा
अब बनाउन सकेन भनेदेखि ऊ चाहिँ लाजमा पर्छ। अब हेर्नुहोस् है त, येशूको चेला हामी हुनको लागि सोचिरहेका छौँ र अन्तसम्म हामी हुन नसक्ने अवस्था त्यो देखेर पछि लाग्दैछौँ भनेदेखि चाहिँ अब हामी लाजमा पर्न सक्छौँ। त्यसपछि अर्को चाहिँ राजाको, यदि मसँग कम सिपाहीहरू छ, अर्को राजासँग बढी सिपाहीहरू छ भनेदेखि चाहिँ मैले राजदूत पठाएर के गर्छु, शान्तिको लागि आह्वान गरिहाल्छु भन्ने कुराहरू चाहिँ हामी देख्छौँ। त्यसै गर्दाखेरि यसले अन्तिममा कसरी इन्डिङ गर्नुहुन्छ, नुन असल हो तर नुनको स्वाद गयो भनेदेखि के काम, त्यो कुल्चिन फालिन मात्रै लागेको हुन्छ। त्यसले गर्दा जसको कान छ त्यसले सुनोस् भनेर यसले त्यसरी चाहिँ भन्नुभएको हामी देख्छौँ है। लुका 14, अब मलाई चेलापनको एकदमै त्यो कुरा गर्दै गर्दाखेरि लुका 14को यो 25 देखि 35 एकदमै मनपर्ने कुरा। त्यसै गर्दा यहाँ पनि हामी के देख्दैछौँ भन्दाखेरि चाहिँ येशूलाई प्राथमिकतामा राख्ने व्यक्ति येशूको चेला होइन है। येशूलाई प्राथमिकतामा राख्ने व्यक्ति येशूको चेला होइन, तर येशूले दिनुभएको प्राथमिकतामा बस्ने व्यक्ति चाहिँ येशूको चेला हो। अघि नै मैले भने येशूको पछि लागेको व्यक्ति येशूको चेला होइन, येशूले आफ्नो पछि लाग्न बोलाउनु भएको व्यक्ति चाहिँ येशूको चेला हो। भनेपछि यदि मलाई येशूले आफ्नो पछि लाग्नको लागि बोलाउनु भएको छ भनेदेखि चाहिँ मलाई येशूले उहाँको प्राथमिकतामा राख्नुहुन्छ। त यो गर, त यो गर, त यो गर भन्ने त्यो प्राथमिकतामा चाहिँ येशूले हामीलाई राख्नुहुन्छ। त्यसले गर्दा यो अवधारणा चाहिँ हामीले अलिकति स्पष्ट हुन सक्यौँ भनेदेखि चाहिँ हामी क्रिस्चियन चेलापन भनेको के हो भन्ने कुरामा चाहिँ हामी कमसेकम अलिअलि हाम्रो एक प्रकारको प्रार्थना गर्दै गर्दाखेरि होला। अब धेरै पटक अब हाम्रो समस्या यहाँनिर कहाँनिर छ भन्दाखेरि चाहिँ मैले बाइबल पढेको कारणले गर्दाखेरि, प्रार्थना गरेको कारणले गर्दाखेरि चाहिँ, अथवा ख्रिस्टियनहरूले गर्ने गतिविधि गरेको कारणले गर्दाखेरि चाहिँ हामी येशूको चेला भयौँ भन्ने त्यो कुरा छ। तर त्यसलाई मैले ठ्याक्कै उल्टो बनाउँछु, म येशूको चेला भएको कारणले गर्दाखेरि चाहिँ हामीले क्रिस्चियन गतिविधि गरेको हो, अथवा ख्रिस्टको चेला भएको कारणले गर्दाखेरि भनौँ न, हामी ख्रिस्टको चेला भएको कारणले गर्दाखेरि चाहिँ हामी के गर्छौँ, क्रिस्चियन गतिविधि गर्छौँ। क्रिस्चियन गतिविधि गरेको कारणले गर्दाखेरि ख्रिस्टको चेला भएको होइन है। चर्चमा आएर धेरैजना व्यक्तिहरूले भजन गाउँछन्, बाइबल पनि पढ्लान्, प्रार्थना पनि गर्लान्, तर चर्चमा आएका ती सबै गर्ने गतिविधि गर्ने व्यक्तिहरू येशूको चेला होइन। तर येशूको चेला भइसकेपछि चाहिँ स्वाभाविक रूपमा उसले के पढ्छ, बाइबल पढ्छ। येशूको चेला भइसकेपछि स्वाभाविक रूपमा ऊ चर्चमा जान्छ। येशूको चेला भइसकेपछि स्वाभाविक रूपमा उसले प्रार्थना गर्छ, क्रिस्चियनहरूसँग भेट्छ होइन, एकअर्काको निम्ति प्रार्थना गरिदिन्छ, सुसमाचार सुनाउँछ। त्यो भइसकेपछिको अर्को पार्ट चाहिँ अब पक्कै पनि हामी भोलि हेर्नेछौँ। हुन्छ, मैले यहाँसम्म आफ्ना कुराहरू राखेँ। अब चाहिँ हामी छलफलतिर जान सक्यौँ भनेदेखि तपाईँहरूको बुझाइहरू कति कुराहरू होला, मैले भन्दै गर्दाखेरि कति बुझाउन सकेँ सकिनँ, अथवा केही कुराहरू जिज्ञासाको रूपमा रह्यो कि, यसो छलफल गर्न सक्यौँ भनेदेखि चाहिँ अझै राम्रो हुन्थ्यो होला।